म जस्तो पनिर लभर को हुनुहुन्छ मलाई चाहिँ मिठो स्पेशल खाऊँ भन्ने बित्तिकै चाहिँ फर्स्टमा चाहिँ मुखमा पनिर आउँछ के तातो नुन पानीमा चाहिँ पनिरलाई यसरी एकछिन भिजायो भने चाहिँ एकदमै सफ्ट हुन्छ पनिर। हप्ता 15 दिनभित्रमा चाहिँ पनिर नखायो भने चाहिँ है कस्तो क्रेभिङ हुने के एकदमै खानु मन लागेर अनि ल्याएर फेरि बनाइहाल्छु। अहिले त मटरको सिजन छ है, मटर पनिर पनि एकदमै मनपर्छ अनि पालक पनिर है, अहिले त पालकको सागको पनि सिजन हो नि त। अनि पालक पनिर मलाई पनिरको जुनसुकै आइटम पनि एकदमै मनपर्छ। मलाई मात्र नभएर बाबुले पनि मन पराउँछ, अब श्रीमानज्यूलाई नि मनपर्छ, परिवारमा सबैले रुचाउने के है। अब हाम्रो घरको चाहिँ तरकारीको राजा नै हो यो पनिर, त्यही भएर पनि एकदमै मिठो लाग्छ, बनाउन पनि चाकर चल्छ के। अनि म फेरि भात बहादुर हो है, श्रीमानज्यूले चाहिँ यससँग रोटी खाम भन्दै हुनुहुन्थ्यो अनि मलाई चाहिँ भातै मनपर्छ के, खै किन हो रोटी भन्दा भातै मनपर्ने। अनि मैले चाहिँ झ्यापझुप भातै बसालेँ। रेडी भयो यता मटर पनिर अनि मैले बनाएको मुलाको अचारसँग मिठो पनिरको तरकारी।